प्रधानमन्त्री सुशीला कार्कीले भन्न त भन्नुहुन्थ्यो, विदेशमा एक्लै हराइन्छ, कोही छैन, आफ्नो आफन्त कोही हुँदैन, जहाँ गयो त्यहीँ हराइन्छ, कोही हुँदैन, बोल्ने कोही हुँदैन, सम्झाउने कोही हुँदैन, साथमा साथ दिने कोही हुँदैन, हराइन्छ भन्नुहुन्थ्यो। वास्तवमै उहाँले चाहिँ आएर देखेर, भोगेर, गरेर जानुभएको रहेछ। अहिले चाहिँ मलाई ठ्याक्क त्यो कुराले चाहिँ मनमा छोयो। मलाई चित्त बुझ्यो क्या। किनभने यो परदेशको ठाउँमा को हुन्छ? आफ्नो आफ्नो आफन्त कोही पनि हुँदैन। तपाईँ आफू आफू नै हो। कसैले एकले अर्कालाई कसैले साथ सहयोग गर्दैन के। गर्छ सिर्फ पैसा हुन्जेली आफूसँग शक्ति, पावर हुन्जेली मात्रै हो। अलिकति मिठो बोल्न सके, उसलाई परेको बेलामा साथ सहयोग गऱ्यो भने मात्रै साथीको साथ पाइने हो। साथीको साथ पाउनलाई पनि धेरै हार-गुहार गर्नुपर्छ हजुर परदेशको ठाउँमा। नभए धेरै गाह्रो हुन्छ परदेशको ठाउँमा पनि। बिरामी भयो, केही भयो-ओऱ्यो भने कोही पनि हुँदैन तपाईँलाई साथ दिने। सबै आफआफ्नो काममा, आफआफ्नो व्यवहारमा, आफआफ्नो तरिकाले चल्ने हुन्, जाने हुन्। कोही हुँदैन। त्यसैले यस्तो ठाउँमा यो मरुभूमिमा कुनै पनि हाम्रो नेपाली दाजुभाइ पर्नुभयो भने बिजोग हुने, मर्ने अवस्था यही भएर यहाँ के छ? केही पनि पाउँदैन। न नुन पाउँछ, न भुटेर पाउँछ, न केही पाउँछ, न पैसा मात्रै भएर चाहिँ हुँदैन नि त। बिहान बेलुकै पैसा खाएर त भएन नि त। सामानहरू किन्न जानु पर्यो भने धेरै टाढा जानुपर्ने रहेछ। धेरै टाढा, गाह्रो, समस्या धेरै हुने रहेछ। त्यही भएर आउनु यदि विदेशी कोही आउनुहुन्छ भने सोचेर, राम्रोसँग विचार गरेर, सोचेर, बुझेर मात्रै आउनु होला। नभए हावातालमा त्यो बौलापाखाले आँखा चिम्लेर नआउनुहोस्। ल।